सम्पूर्ण जेसी मनहरूमा स्वीकार्नुहोस् नेशनल टिम डाइरेक्टर जेसी एन्जिलाको तर्फबाट दिवकाले नमस्कार। आज देशभरि नै एकैसाथ चारैवटा एरियामा भइरहेको प्रेसिडेन्ट मिटमा उपस्थित राष्ट्रिय बोर्डका पदाधिकारीज्यूहरू, पूर्व राष्ट्रिय अध्यक्षज्यूहरू, राष्ट्रिय गणित पदाधिकारीज्यूहरू, 2025 का डाइनामिक अध्यक्षज्यूहरू, विभिन्न शाखाबाट उपस्थित हुनुभएका पूर्व अध्यक्षज्यूहरू र सम्पूर्ण देश मनहरूलाई स्वागतको सम्मान व्यक्त गर्दै यस अवसरका लागि राष्ट्रिय अध्यक्षज्यूप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। नेपालदेशको इतिहासमा पहिलोपल्ट प्रेसिडेन्ट मिटमा भइरहेको थीम रिमार्क्स कार्यक्रममा आज हामीले थीमबारे केही जानकारी लिएर आएका छौँ। आशा छ यहाँहरूले यस प्रेजेन्टेसनबाट थीमबारे अवगत रही आगामी शाखाहरूका कार्यक्रममा यसलाई अनुसरण गर्नुहुनेछ। Without any further ado, I would like to move towards presentation. नेपाल जेसिस वर्ष 2025 को लागि नेशनल थीम रहेको छ राइज टुगेदर फर बेटर टुमोरो। सम्पूर्ण 2025 का डाइनामिक अध्यक्षज्यूहरूलाई मेरो व्यक्तिगत तथा नेशनल टिमको तर्फबाट पूर्ण एकपटक हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु र नेशनल टिमको परिचय दिन गइरहेको छु। चारवटा एरियामा 4 जना एरिया टिम डाइरेक्टर रहनु भएको छ। एरिया ए का लागि जेसी इन्दिरा काफले, एरिया बी का लागि जेसी आश्विन ढुङ्गाना, एरिया सी का लागि जेसी स्तुति बुढाथोकी र एरिया डी का टिम डाइरेक्टर हुनुहुन्छ जेसी यदुनन्द भण्डारी। मुभिङ टुवर्ड अनदर स्लाइड। नेपाल जेसिस वर्ष 2025 का क्यारिस्मेटिक राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापाज्यूको नेशनल थीम राइज टुगेदर फर बेटर टुमोरो। यो थीम साँच्चै नै आफैमा पावरफुल र इन्क्लुसिभ थीमको रूपमा रहेको छ। यसले युनिटी, कोलाबोरेसन, फरवर्ड थिङ्किङ र एक्सनलाई इम्फसाइज गर्छ। अब यस थीमलाई म विभाजन गरेर संक्षिप्त रूपमा यसमा प्रकाश पार्नेछु। थीमको पहिलो भागमा रहेको छ राइज टुगेदर। राइज टुगेदर यानि कि एकसाथ उठ्नुहोस्। यो वाक्यांशले सामूहिक कार्यको महत्त्वलाई जोड दिन्छ। यसभित्र दुईवटा पक्षहरू रहेका छन्, एउटा युनिटी एन्ड कोलाबोरेसन र अर्को रहेको छ इम्पावरमेन्ट अफ युथ। युनिटी एन्ड कोलाबोरेसन यानि कि एकता र सहकार्य। एकता र सहकार्यको भावनाले जहिले पनि सिप शक्ति स्रोतको सामूहिक परिचालनबाट धेरैभन्दा धेरै प्रभावकारी उपलब्धि हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। र अर्को रहेको छ इम्पावरमेन्ट अफ युथ। यो भावनाले परिवर्तनको लागि उत्प्रेरकको रूपमा युवाहरूको भूमिकालाई जोड दिन्छ। जसरी नेपालले नेतृत्व विकासमा ध्यान केन्द्रित गर्दछ, जसले युवाहरूलाई चुनौतीहरूमाथि उठ्न, अवरोधहरू पार गर्न र सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्न सक्षम बनाउँछ। यसै गरी थीमको अर्को भागमा रहेको छ फर अ बेटर टुमोरो। फर बेटर टुमोरो यानि कि राम्रो भोलिको लागि। यसका पनि दुईवटा पक्षहरू रहेका छन्, हामी देख्न सक्छौँ। एउटा रहेको छ सस्टेनेबिलिटी एन्ड लङ टर्म भिजन र अर्को रहेको छ अप्टिमिजम एन्ड होप। सस्टेनेबिलिटी एन्ड लङ टर्म भिजन यानि कि दिगोपन र दीर्घकालीन दृष्टिकोण। यस विचारले केवल तत्कालीन समस्याहरूलाई सम्बोधन गर्न मात्र नभई आउने पुस्ताका लागि पनि राम्रो, अधिक क्षमतामूलक र सुन्दर भविष्य सिर्जना गर्न प्रेरित गर्छ भन्ने विश्वास राष्ट्र अध्यक्ष 2025 ले लिनुभएको छ। साथै यसले सामाजिक, आर्थिक र वातावरणीय दिगोपनप्रतिको आफ्नो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। अर्को रहेको छ आशावादी र आशा यानि कि अप्टिमिजम एन्ड होप। यसले भविष्यप्रतिको आशा र आशावादलाई प्रतिबिम्बित गर्दछ। यसले सम्पूर्ण जेसी सदस्यलाई आजको कार्य मार्फत भोलिको उज्जवल भविष्यलाई ठोस आकार दिने क्षमता, आत्मविश्वास राख्न प्रोत्साहित गर्दछ। अर्को स्लाइडमा रहेको छ कलर इन्डिकेसन यानि कि रङ सङ्केत। कुन रङले के सङ्केत गरिरहेको छ भन्ने जानकारी यस स्लाइडमा दिनेछु। थीममा 4वटा रङको प्रयोग भएको छ, हरियो, पहेँलो, नीलो र रातो। हरेक रङले फरक र अर्थपूर्ण सन्देशलाई बोकेको छ। हरियोले ग्रोथ, सस्टेनेबिलिटी र हार्मोनीलाई रिप्रेजेन्ट गरेको छ भने पहेँलोले होप, पोजिटिभिटी र एनर्जीलाई रिप्रेजेन्ट गरेको छ। त्यस्तै नीलोले युनिटी र पिसलाई रिप्रेजेन्ट गर्दछ भने रातोले प्यासन, करेज र डिटर्मिनेसनलाई रिप्रेजेन्ट गरेको छ। एउटै लोगोमा रहेका यी रङहरूले सँगै बढ्दै जानुको सारलाई दृश्यात्मक रूपमा व्यक्त गर्दछन्। जेसिआई एन्ड जेसिआई नेपाल्स कोर भ्यालुज। हामी सबैलाई अवगत नै छ, जेसिआई र जेसिआई नेपालको कोर भ्यालुजको रूपमा लिडरसिप, कम्युनिटी इङ्गेजमेन्ट र ग्लोबल इम्प्याक्ट रहेको छ। वर्ष 2025 को यस थीमले पनि जेसिआई र जेसिआई नेपालको कोर भ्यालुजलाई इङ्कित गर्दै यसलाई थप तीव्रताको साथ अघि बढाउने
प्रतिबद्धता जाहेर गरेको छ। अर्को रहेको छ एक्सन ओरिएन्टेड अप्रोच। यसमा हामीले कस्ता कस्ता अप्रोचबाट थिमलाई एक्सन ओरिएन्टेड बनाउन सकिन्छ भन्ने बारे प्रकाश गरिएको छ। थिम आफैमा कल टु एक्सन रहेको छ। योभित्र पनि हामी दुई पक्षहरू देख्न सक्छौँ। पहिलो रहेको छ टेकिङ इनिसिएटिभ र अर्को रहेको छ इनोभेटिभ सल्युसन। टेकिङ इनिसिएटिभ यानि कि पहल गर्ने। यो थिम केवल भोलिको उज्जवल भविष्यको परिकल्पनाको बारेमा मात्रै नभएर त्यो परिकल्पना पूर्ण गर्नका लागि आजैबाट हामी सक्रिय भएर यसतर्फ काम गर्नुपर्छ भन्ने कुरालाई पनि प्रोत्साहन गर्दछ। राष्ट्र अध्यक्षज्यूले आफ्ना सदस्यहरूलाई आफ्नो समुदायमा रहेका समस्याहरूको पहिचान गर्न र सकारात्मक परिवर्तन सिर्जना गर्ने र आवश्यक कदम चाल्न पनि प्रोत्साहन गर्नुभएको छ। दोस्रो रहेको छ इनोभेटिभ सल्युसन यानि कि नवीन समाधानहरू। जेसिआई सदस्यहरूलाई रचनात्मक रूपमा सोच्न र विश्वव्यापी रूपमा मापन वा अनुकूलित गर्न सकिने नवीन समाधानहरू विकास गर्न प्रोत्साहित गरिन्छ। सामाजिक उद्यमशीलता, दिगो परियोजनाहरू वा वकालत अभियानहरू मार्फत सदस्यहरूलाई व्यवहारिक परिवर्तन चलाउने जिम्मेवारी दिएको छ। कि इनिसिएटिभ एन्ड इम्प्याक्ट यानि कि प्रमुख पहल र प्रभाव। कस्ता किसिमका सामाजिक पहलहरूले दिगो प्रभाव पार्न सक्छ भन्ने बारेमा यो स्लाइडमा प्रकाश पारिएको छ। यसका 3 बुँदाहरू रहेका छन्। पहिलो कम्युनिटी प्रोजेक्ट, दोस्रो ग्लोबल पार्टनरसिप र तेस्रो लिडरसिप डेभलपमेन्ट। कम्युनिटी प्रोजेक्ट यानि कि सामुदायिक परियोजनाहरू। यस थिमको छाता अन्तर्गत हाम्रो राष्ट्रिय अध्यक्षज्यूले सदस्यहरूलाई विभिन्न सामाजिक मुद्दाहरू जस्तै गरिबी, अशिक्षा, स्वास्थ्य सेवा र वातावरणीय दिगोपन जस्ता मुद्दाहरूलाई सम्बोधन गर्दै सामुदायिक परियोजनाहरू सुरु गर्न र त्यसको नेतृत्व गर्न प्रोत्साहित गर्नुभएको छ। दोस्रोमा रहेको छ विश्वव्यापी साझेदारी यानि कि ग्लोबल पार्टनरसिप। जेसिआई नेपालले विभिन्न कालखण्डमा आजसम्म पनि स्थानीय तथा विश्वव्यापी संस्थाहरूसँग सहकार्य गर्दै आएको छ। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्ने गर्दछ। जस्तै हामी धेरै शाखाहरूमा संयुक्त राष्ट्र सङ्घको दिगो विकासका लक्ष्यहरूमध्ये कुनै एक लक्ष्यलाई लिएर कार्यक्रम गरेको पाउँछौँ, जसले प्रत्यक्ष रूपमा समाजमा प्रभाव पारि नै रहेको छ। तेस्रो रहेको छ लिडरसिप डेभलपमेन्ट यानि कि नेतृत्व विकास। जेसिस आफैमा तालिमको विश्वविद्यालयको रूपमा स्थापित रहेको छ। यसले नेतृत्व र व्यक्तित्व विकासको माध्यमबाट धेरैभन्दा धेरै कुशल नेताहरू जन्माइसकेको छ र नयाँ पिँढीलाई पनि तालिम र विकासको कार्यक्रमहरू मार्फत फरक पार्न प्रतिबद्ध नेताहरूको अर्को पुस्तालाई पोषण गर्दै आएको छ। नेतृत्व विकासको तालिमबाट सक्षम र सबल व्यक्तिहरूको विकास गर्न जेसिसले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ र आगामी दिनमा पनि प्रभाव पारि नै राख्नेछ। कन्क्लुजन यानि कि निष्कर्षमा के भन्न सकिन्छ भने राइज टुगेदर फर बेटर टुमरो यो वाक्यांशले नै जेसिआईको कामको सारलाई समेटेको छ। यसले एकतालाई बढावा दिनुपर्छ भन्ने कुरामा, कार्यहरू गर्नुपर्छ भन्ने कुरामा र दिगो परिवर्तन सिर्जना गर्न सामूहिक रूपमा काम गर्नुपर्छ भन्ने कुरालाई प्रोत्साहित गरेको छ। यसले युवाहरूलाई सहकार्य गर्नका लागि, उद्देश्यका साथ नेतृत्व गर्नका लागि र सबैको राम्रो भविष्यको निर्माण गर्नको लागि सर्वप्रथम त आफ्नो क्षमतामा विश्वास गर्न आह्वान गर्दछ। यो विषयवस्तुले समुदायको शक्ति, दिगो विकासको महत्त्व र विश्वव्यापी चुनौतीहरूको लागि नवीन समाधानहरूको आवश्यकतालाई प्रतिबिम्बित गर्दछ। आशा छ सम्पूर्ण शाखा अध्यक्षज्यूहरूले आफ्नो कार्यकालमा आफ्नो समुदायमा रहेका विभिन्न मुद्दाहरूलाई उठान गरी त्यसलाई समाधान गर्ने र विभिन्न तालिमहरूको माध्यमबाट समुदायमा सबल र सक्षम नेतृत्व विकास गर्ने कार्य गर्नुहुनेछ। तपाईहरूले गर्नुहुने सम्पूर्ण कार्यहरूमा नेपाल जेसिसको नेसनल थिमको लोगोलाई पनि समावेश गर्नुहोला र आफ्नो ब्यानर्सहरूमा यसलाई पनि प्रिन्ट गर्नुहोला। यसले गर्दाखेरि हामीले देशभरि नै यो प्रकरणलाई सफल बनाउन सक्छौँ। 9 मिनेट 20 सेकेन्डको यस प्रेजेन्टेसनलाई आफ्नो महत्त्वपूर्ण समय दिई सम्पूर्ण शाखा अध्यक्षज्यूहरूले सुनिदिनु भएकोमा सम्पूर्ण शाखा अध्यक्षज्यूहरूप्रति कृतज्ञता व्यक्त गर्दै म नेसनल थिम डिरेक्टर यहाँबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। नमस्कार।